हेलो साथीहरु, तपाईहरुलाई चाहिँ फेरि मैले मेरो कुखुरा खोरमा लिएर आइसकेको छु आज। र आज चाहिँ मेरो यहाँ के छ काम भन्दाखेरि चाहिँ यहाँनिर यो बस्ती कुखुरा चाहिँ यहाँ छ हो। यसको लागि चाहिँ मैले यहाँ यसैमा बाँधेको छु। यसलाई चाहिँ यो बाँडले थाम्दैन, तर यसलाई यहाँ मैले खुट्टामा बाँधेको छु ताकि यो चाहिँ उता नजाओस् है, र उताबाट पनि यता नआओस् भन्ने। र यता चाहिँ यता खुल्ला छ नि त। यो चाहिँ के गर्न आँटेको छु मैले भन्दाखेरि चाहिँ आज चाहिँ यो कुखुराहरू यिनीहरूको लटमा चाहिँ 19 वटा छ। यिनीहरू चाहिँ अस्ति मुसाले खाएर 19 वटा बाँधेको थियो। त्यसलाई चाहिँ उतापट्टि सारेर यो माथिकोहरूलाई चाहिँ पुरा मैला हो नि त। यो माथि मैला पनि भयो, यिनीहरू निकै ठुलो पनि भएको चाहिँ यिनीहरूलाई चाहिँ यहाँ तल झार्नुपर्ने छ। र आज बिहान मैले चारो पनि हालेको थिइनँ, यिनीहरूलाई पानी मात्रै खाँदै गरोस् भनेर बेलुका सारेर मात्रै हाल्छु भनेर हालेको थिइनँ। फेरि काम के गर्दा ढिलो भयो र त्यही भएर चाहिँ अब यतापट्टि चाहिँ यहाँ उतापट्टि हाल्नु पर्यो पोल्ट्री। यो बस्तीकोसँग यहीसँग राख्दाखेरि चाहिँ यहीसँग राख्यो भने चाहिँ यसले चाहिँ ठुङ्गेर उर्कै बनाउँछ नि त, मार्छ फेरि पोल्ट्रीलाई हो। र त्यही भएर यसलाई चाहिँ यतापट्टि यहाँ खुट्टा बाँधेर राखिदिएको छु यो नर्कोडोरीले। त्यसो गर्दाखेरि यो उतापट्टि पनि जाँदैन। फेरि यसलाई खुल्ला छोडिदियो भने यसले छरेर यो के अरे खुट्टाले खोर्सेर चाहिँ यो के अरे यो भुइँको धुलो सब उछिट्टाएर पोल्ट्रीको चारो हो पानीहरू सबै यसको चाहिँ यति चाहिँ यो चाहिँ अब जानु सक्दैन यहाँदेखि। यति हो यसको कामै। यसको लागि चाहिँ खुट्टा बाँधिदिएको छु मैले। अन्त यो खोर्सेर चाहिँ चारो र पानी सब मैला गरिदिन्छ नि त। त्यही भएर उताबाट पोल्ट्री पनि यता आउनु सक्दैन र यसको पनि खुट्टा बाँधिदिएको छु, यो पनि उता जानु सक्दैन। कुखुरा चाहिँ यतापट्टि सरिसक्यो। यो चाहिँ 19 वटा मात्रै छ, तर अस्ति सबै मुसाले खाइदिएर यिनीहरूलाई चाहिँ अलिकति खानुमाथि चारो भेट्नु साह्रो पर्दो रहेछ नि त। त्यही भएर चाहिँ माथि चढेर खाने बनाइदिएको छु। र अब चाहिँ मजाले भेट्दाखेरि चाहिँ भेट्नु पुरा साह्रो पर्दै थियो। र अस्ति चाहिँ यहाँ मुसाले पुरा खाँदैथिएर चाहिँ मुसालाई दबाई लगाइदिएको थिएँ। बा त्यो दबाईको असर पर्छ, यिनीहरूलाई सफा त सब सफा गरेको छु। र त्यो असर परेर यो कुखुरा पनि मऱ्यो भने त्यतै समस्या, त्यतै अब नोक्सान हुन्छ। समस्या त के हुन्थेन अरे, नोक्सान चाहिँ हुन्छ है। र त्यो दबाई रहेछ, त्यो दबाईलाई चाहिँ अलिकति उज्यालोमा आजदेखि चाहिँ अब यो कुखुरालाई 1 महिना पुग्नु अरे मैले यो दबाई सुरु गरेको छु आजदेखि चाहिँ हो। अनि यतापट्टि चाहिँ चल्लाहरू मुनि एकदम चल्लाहरू एकदम रमाइरहेको छ। माथि चाहिँ पुरा मैला भएको थियो, यसलाई सफा गर्छु अहिले घरमा। मुनि हाल्दै चल्ला र बस्तीको पनि छ। बस्तीको पनि पोल्ट्री जस्तो बढाइ भयो। पल्लोपट्टिको र योसँगै यो चल्ला निकाल्नु भने 2 दिन अगाडि हालेको पल्लोपट्टि चल्ला। आज पल्लोपट्टिको कति हो 23 दिनहरू भयो होला। यो 21 दिनको चल्ला, तर बस्तीको पनि 21 दिनको चल्ला। पोल्ट्रीको चारो खाएर चाहिँ दामी बढ्दो रहेछ है। र पनि लोभले लाभ भने जस्तो त्यो बस्तीको पनि पोल्ट्री जस्तै अझै दामी बढ्दैन भन्ने सोचाइ मात्रै मेरो चाहिँ। यसमा चाहिँ 2टा पोथी एउटा भाले रहेछ। यता पोल्ट्रीको चारो खुवाइ दामी छ। देल्छ होला, जति तन्क्यो त्यति बढ्छ अरे। त्यही त आजको लागि चाहिँ अब यति नै छ ब्लग। हेरिदिँदै गर्नुहोस्। आउने ब्लगहरूलाई पनि एकदम मन पराइदिनुहोस्, माया गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है। अहिले चाहिँ अलिअलि भए पनि अस्तितिर 100-200 भ्युज हुँदै थियो, अझै 500-600हरू चाहिँ पुग्दैछ। र तपाईँहरू अझै सेयर गरिदिनु भयो भने चाहिँ राम्रो है त। लु त अब अर्को भ्लगमा भेटौँ। अहिलेको लागि चाहिँ यति नै।